त लिन आएको भनेर भने त्यस्तो हुँदैन तपाईले जाउँ भन्दैमा अनि देवेन्द्र अनि तिमीले त कतिको पनि त कुराहरू पनि राति अनि 1 बजी राति जान्छौ कहिले 2 बजी राति जानु तिमीले पाप गर्छौ तिमीले हुन्छ स्वतन्त्र रूपमा उले नै मजा गर्न पाउँछ सबैले मजा गर्न पाउँछ तर बकैदा कि डिभोर्स गरोस् कि श्रीमान बितेको होस् हैन किन अब बुढा कन्ने होस् बुढी कन्ने होस् श्रीमतीको पेलानमा परेको रे श्रीमान फेरि माथि अनि उता अब श्रीमानले विदेशबाट ड्याङ पैसा दिने यता चाहिँ जारसँग चाहिँ भाले खाँदै मोजमस्ती गर्दै हिँड्ने र घरमै लगेर चाहिँ भालेको सुप खाँदै चाहिँ मोजमस्ती गर्दा हुन्छ त किन चाहिँ श्रीमान उता हुँदा यता लुकी लुकी त्यो स्याल जस्तो राति राति चाहिँ कुखुरा चोर्नु जाने हो ले बोलायो भने गर्ने हो बुढीको पीडितको कुरा राख्ने हो हामी चाहिँ अबदेखि हैन हाम्रो समाजमा हाम्रो शहरमा यस्तो चाहिँ विकृति नफैलियोस् अबदेखि त्यो भिडियो हेरेर जानोस् कि भोलि मेरो पनि हालत यस्तै हुन्छ त्यसकारणले यो ठप्प रोकोस् छ त उपाय उपाय छैन बुढाबुढी त्यसरी रङ्गी हान्दा असर पऱ्यो रे सँगै सुत्नु पाएन छ त कानुनी रूपमा डिभोर्स गरेर घरमै लगेर चाहिँ अब त्यो ठ्याक्कै त्यो बसेको ठाउँ लुकेको ठाउँ भेटाइन्छ नजानु भोलि अर्कोतिर भाग्छ अनि त्यतिर गएर पक्रिनु परेन हामी मात्रै जाँदैनौँ हामी बकैदा प्रशासनलाई खबर गरेर चाहिँ प्रशासनसँग कुरा गरेर समन्वय गरेर जान्छौँ किडाङ कुटाइ खाएको छ कुटेको छ त्यस्तोहरू बनाउनु अलिकति अप्ठ्यारो हुँदैन तपाईँहरूले अब त्यहाँ हामी मेलमिलाप गर्नको लागि लो आउनु पर्यो ल गरिदिनु पर्यो यहाँ पनि अब ऊ फेरि ठ्याक्कै चाहिँ काठमाडौँबाट फेरि भागेर जानु काठमाडौँ भागेर जानु काठमाडौँबाट फेरि सीमानकै घरमा लिएर राख्नु चार अनि हुन्छ त्यसरी अनि त्यो चाहिँ राम्रो कुरा हो के तपाईँले मिलाइदिनु भयो जारे हो त त्यो अनि जार होइन र को हो त्यो ल्याम्कीले हानान गरेको देख्नु भएन त्यो म भएर त्यहाँ अझै हामी भएर त्यहाँनिर चाहिँ मैले छुट्टाएको थिएँ म नभएको भए त्यहाँ नछुटाएको है हिर्काएर मार्ने थिएन हाम्रो एउटा कुरा सेटिङ गर्छौ कि क्या सेटिङ सेटिङ गर्छौ कि क्यामेराले खिचिरहेको थियो र मात्रै चाहिँ तल माथि भएन नमार्नु पनि बेर्नु हुँदैन क्यामेराले देख्यो भने त अब भोलि फन्दामा पर्छ कानुनी उपचार हुन्छ उसलाई त्यस कारणले पनि त्यति हानेन त्यो पनि मैले कति छुटाएँ म त खै कि म यसो हाने जस्तो गर्छु तरुने जस्तो बनिएँ भने जस्तो म त पत्रकार त्यो मिलेर सेटिङ गरेर पो त्यो त्यस्तो सेटिङ हुँदैन हामी भनेको एकदम अर्ग्यानिक हो अर्ग्यानिक रूपले काम गर्ने जे छ त्यही इमानदारी जे देखेको छ त्यही जे देखेको छ त्यही जे भिडियोमा छ त्यही त्यस्तो हामी त्यो बनावटी पनि हुँदैन हैन हाम्रो इमान इज्जत बेच्दैनौँ न अनि समाजमा कति सही कुरा बेथिति हो यो थितिको कुराले चाहिँ भोलि सिकेर यो बेथितिको कुरा चाहिँ सिकेर भोलि यस्तो नगरोस् अघि पनि तपाईँले भने अब यस्तो हुँदो रहेछ है यो भिडियो देखेँ मैले अब मेरो जीवनमा पनि भोलि नहोस् म कानुनमा टेकेर चाहिँ कि डिभोर्स गरेर चाहिँ मन पराएको केटासँग मेरो चाहना पुरा गर्छु भन्ने होस् भन्ने हाम्रो कुरा हो धारणा ए बाप चाहिँ अचम्म लाग्यो बुढीको मात्रै पीडितहरूको पनि हुन त गरेको छ पीडितहरूको पनि के सुन्नुहोस् तपाईँलाई म अहिले यो तपाईँले ठ्याक्कै तपाईँले पनि अब यो प्रश्न गर्छु भनेर तपाईँ यो कुरा आउँछ यो कुरा निकाल्छु भनेर यहाँ बसेको होइन तर यहाँ सुन्नुहोस् तपाईँलाई म भन्न चाहन्छु हेर्नुहोस् तपाईँको श्रीमान श्रीमतीको अघि पनि भने भिडियो हामी निकाल्दैनौँ न गर्दैनौँ न भन्दा पनि उनीहरूले जबरजस्ती बोलाउँछ र हामी जान बाध्य पर्छ यो बुढाबुढी केसमा भनेको बुढी हरायो चाहिँ बुढा हरायो भने प्रशासनले खासै चासो देखाएको खोजेको हामी त्यति भेट्दैन अब कहाँ नि त्यो बुढाबुढीको खोजिराख्ने प्रशासनको काम हो त अनि त्यस कारणले कसले चाहिँ खोज्दैन त प्रशासनले खोजोस् न त प्रशासनले भेटाओस् प्रशासनले खोज्ने काम होइन नि त प्रशासनको अन्त लु होइन भने हामीले उनीहरूले खोज्यो भने हाम्रो त काम भएन नि त हामी त खोज्नु परेन नि त हामीले जो मान्छेले राम्रो काम गरिरहेछ कहाँ कहाँ हराएको मान्छेहरू चाहिँ हराइरहेको मान्छेहरू हाम्रै माध्यमबाट भेटिएको छ अनि हामीलाई नै कमेन्टमा गाली उल्टै अर्को पत्रकारज्यू आएर मलाई नै म पत्रकार होइन म त यसो त्यही बसेको मात्रै यसो गफ हाम्रो 2 महिना त्यो भेट नभएको छ नि त भेट भएको छैन नि त त्यही भएर के छ कसो हामीले गरेको काम राम्रो किन राम्रो तपाईँले सोध्नु होइन ठिकै छ राम्रो छ तर त्यो बुढाबुढी कुटेको त्यो झगडा गरेको त्यो राति सुतेकोहरू चाहिँ नगर अनि त्यो 6 महिना 6 घन्टा 8 घन्टा पेलानमा परे अरे अनि काजी काण्ड अरे
त्यस्तो नगर त्यो दुनियाँ समाज समाजमा बिग्रिने खाले। समाजमा म गन्ध त ढङ्गले खै अरू देख्दिनँ है, म त खै तिमीहरूको भिडियोमा मात्रै देख्छु। मतलब सिक्किम दार्जिलिङको भिडियोमा त्यस्तो अब देख्दिनँ, अरू उता विदेशहरूको भिडियोमा त्यस्तो देख्दिनँ। अरू मतलब अरू पत्रकारले भन्नु खोज्नु भयो कि या के भन्नु खोज्नु अरू भयो? ठाउँको अरू पत्रकारहरूले 1-2जनाले गर्छ, तर अरू ठाउँहरूको त्यस्तो गर्दैन। अनि हामी हाम्रो त्यस्तो होइन। हामी भनेको कस्तो भने हामी भनेको उनीहरू पत्रकारहरू भनेको धेरै पत्रकारहरू चाहिँ अलिकति चाहिँ होइन चिप्लो चाप्लो र माथिल्लो तहको होइन माथिल्लो तहको सरकारी पत्रकारहरू हुन्छन् होइन। सरकारलाई मात्रै फोकस गरेर सरकारले अब भित्रभित्र चाहिँ कतिभित्र चाहिँ सरकारबाट चाहिँ नराम्रो कामहरू चाहिँ भ्रष्टाचार तपाईँले थाहै होला भ्रष्टाचार भएको थियो होइन। अबको नयाँ सरकार हेरौँ हाम्रो आँखा अझै खुल्लै छ हेर्नु पाइन्छ। अन्त्य गर्ने पुरानो भनेर। सरकारबाट कति लुटिए भ्रष्टाचार भए त्यसकै पछि लागे पत्रकारज्यूहरू होइन लागे। अनि उनीहरूकै बारेमा राम्रो राम्रो न्युज खोजे लेखेपछि लागेन नि त। राम्रै काम गरे तपाईँलाई थाहा हुँदैन? मैले त्यति तपाईँ पनि राम्रो- एउटा एजुकेसन भएको मान्छे हो एउटा यसो- बुद्धिजीवी एउटा चाहिँ ल त्यो कुरा यहीँ स्थगित गरौँ कि विक्रम। अँ, हुन त अब तपाईँहरूले गर्दा पनि धेरै उद्धार भएको छ, हाम्रो टिमले निकै उद्धार त भएको छ होइन। अहिले लेटेस्ट छ नि 2जना बच्चाहरू चाहिँ साह्रै बिजोग भएको, ट्युमर भएको, अर्को पनि सानो नानी हो होइन। यस्तो कुरा चाहिँ गर्नु न अब मजा लाग्यो अब चाहिँ सुन्छु म। सानो नानी पनि बिचरा पाठेरमा क्यान्सर भएर बिचरा अपरेसन गरेको छ। उनीहरूले घरबेटीले पनि अब हामीले फोन आयो नि त, हो। घरबेटीले पनि हाम्रो अनुमति बिना किन चाहिँ भिडियो मेरो घरमा आएर गरिस् भनेर पुरै घरमा चाहिँ निकाला गरेको छ अरे। अब तिनीहरूको बारेमा चाहिँ के सोच योजना हुँदैछ त? बाँकी भिडियो उहाँले पनि त हेर्न चाहनुहुन्छ, के गर्छन् होला यिनीहरू भनेर। यो बारेमा तपाईँलाई अलिकति म बताइहालेँ होइन। यो बारेमा के हो भने घरबाट निकालिदिएर यता कता खोलाको बगरमा आएर बसेको छन् अरे। अब हेर्नुहोस् है विडम्बना यो छ फेरि हाम्रो नेपालको। अब उल्टै फेरि यता हामीलाई नै फेरि सबैले अब तपाईँले होइन धेरैले चाहिँ हामीलाई नराम्रो कमेन्ट गर्छ। हेर्नुहोस् कस्तो कस्तो मान्छेले हामीले चाहिँ एउटा बाँच्ने आधार बनाएको छौँ। जुन त्यो जुम्लिया छ नि आमा ट्युमर भएको आमा अपाङ्ग, आमा र उता श्रीमान पनि अशक्त, आमा पनि अशक्त, जेठी छोरी बनाउँदा पनि अशक्त, अस्ति परिवारै क्यान्सर अशक्त। घरको मान्छेले चाहिँ त्यो जुन भाडामा बसेको मान्छेले चाहिँ अब यहाँनिर नबस। अब यो भिडियो घरको त भिडियो गरेको छौँ न हामीले त छैन। होइन। अलिकति मात्रै घरको भित्ता मात्रै आएको थियो। मेरो घरको बेजेत भयो। अनि भित्ता पनि उसको घर भनेर थाहा छ त? एकछिन न त्यही त मेरो घरको बेजेत भयो। निस्केर जाऊ अहिले निस्किनुपर्छ तुरुन्तै निस्किनुपर्छ भनिसकेपछि खोलाको बगरमा आएर बसेको छ अरे तिरपाल टाँगेर होइन। कहिलेदेखि यस्तो गर्मीमा अहिले हामी जाने अब तत्काल जाँदैछौँ हामी यहाँ। हामी सबै हामी टिमै त सल्लाह गरिरहेका छौँ अहिले। त्यो कस्तो भने एउटा प्लास्टिक टाँगेर प्लास्टिक ओढेर बसिरहेका छन् अरे। अब हामी त्यहाँ जान्छौँ। उहाँहरूको व्यवस्थापन कसो के हुन्छ सहयोग दादाले अलिअलि सहयोग पनि पठाउनु भएको छ। हामी उसलाई पक्कै पनि आज त्यो भिडियो हामी देखाउँछौँ, सम्पूर्णलाई व्यवस्थापन गर्नेछौँ है। तर म अर्को कुरा के भन्न चाहन्छु भने यही सिलसिलामा यही कुरामा जोडिहालेँ। हामीले चाहिँ हाम्रो भिडियो चाहिँ बुढाबुढीकोमा बेसी गाली आउँछ होइन। हामीले पनि अघि नै भनिसकेँ हामीले चाहिँ तिम्रो बुढी पहिला गयो कि गएन म आउँछु है भनेर फोन गरेर जाँदैनौँ होइन। तिम्रो बुढी ल्यायो कि लिएन म आउँछु है भनेर त हामी जाँदैनौँ। हामी त के थाहा घरभित्रको व्यवहार उहाँहरूले बोलाएर जान्छौँ हामी होइन। उहाँहरूको कुरा राखिदिन्छौँ। जबरजस्ती कल आउँछ जबरजस्ती। अब आउँदैन हामी गर्दैनौँ भिडियो गर्नु छोडेको भन्दा पनि प्लिज सर प्लिज प्रशासनले हेरेन। अब के गर्नु म तपाईँहरूले नै चाहिँ सम्पूर्ण कुरा बनाइदिनु पर्छ। अदालतले हेर्दैन पुलिसले हेर्दैन भनिसकेपछि हामी त्यो भिडियो गर्नु जाँदा त्यो भिडियो बनाउँछौँ निकाल्छौँ तर कमेन्टमा गाली। एउटा कुरो के पुलिसले भन्छ 1 महिना हराएको मान्छे कहाँ जाने खोज्नु इन्डियामा हराइरहेको हुन्छ हो। तर त्यो गाली गर्नेहरू कोहरू हुन्छन् गाली गर्नु थाहा छ? त्यही चाहिँ श्रीमान विदेशमा हुनेको श्रीमतीलाई चाहिँ ढुक्ने स्यालहरू नै हो तिनीहरू। त्यस्तै मान्छेहरूले मात्रै अर्काको बुढीसँग
लाग्नेले मात्रै हो र कमेन्ट गर्छन्। अरे फेरि राम्रो काममा पनि म गाली गर्छन्। फेरि हामीले हेर्नु त्यो इलामको 5 महिनाको बच्चा चाहिँ सास फेर्दाखेरि धड्कन चल्ने, मुटु देखिने, अनि त्यो त हामी नै डक्टरले मर्छ भन्ने काठमाडौँ किर्तिपुर हस्पिटलमा किर्तिपुर त्यो बच्चा भनेको खोलेमा, तातो खोलेमा बलल उम्लेकोमा भक्लकै पस्दा कस्तो हुन्छ, मुटु देखिन्थ्यो भित्र होइन। सबैले माया मारि कान्ति अस्पतालमा भएको सबैले माया मारिसकेको, तर बचायौँ। कसले बचायो? यही बुढाबुढी काण्ड खिच्ने, यही बुढाबुढी खिच्ने काण्डले। हामी त एउटा माध्यम मात्रै हो, भिडियो निकालेर यस्तो है समस्या, यस्तो प्रब्लम भयो, यस्तो समस्या भयो भनेर देखाउने एउटा हामी माध्यम मात्रै हौँ। तर म सल्युट पनि गर्न चाहन्छु, नमस्कार पनि भन्न चाहन्छु। सहयोगी दादा हाम्रो भनेको सबैभन्दा हामीलाई काम गर्नु सजिलो र हामीलाई अगाडि बढ्नमा हात दिनुहुने, पाइला दिनुहुने, हामीलाई अगाडि सार्नुहुने र मान्छे बचाउनु हुने भनेको देश विदेशमा रहनुहुने सम्पूर्ण आफ्नै कमाएर आफ्नै खाएर छोराछोरी हेरेर आफ्नो छाक कटाएर बचाउनु हुने भनेको स्वदेश विदेशमा हुनुहुन्छ। उहाँहरूले अहिलेसम्म उहाँहरूले गर्दा नै धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूको अशक्त, असहाय, गरिब, पीडित, बिरामी, मुटु चाहिँ किडनी फेल हरेक बिरामीहरूलाई जीवन बचाउनु भएको छ। उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। अब अनि बोल्नु जान्दैन भन्छन्, बोल्नु जान्दैन अरे म जे छ त्यही बोल्ने हो। देवेन्द्र सरलाई पनि बोल्नु जान्दैन भन्नुहुन्छ, म कमेन्ट हेर्छु। अनि म पनि बोल्नु नजान्ने अरे। अनि बोल्नु जान्ने पत्रकार लिएर आओस् न, हामी भन्दा युट्युबर हो होइन, हामी भन्दा युट्युबर हो त युट्युबै भन्छन्। अब हामी युट्युबै त हो त नि, हामी युट्युब चलाउँछौँ, युट्युबै हो। तपाईँहरूको समस्या छ भने जसले युट्युबै बोल्न जान्दैन भन्छ नि, उहाँहरूको लागि म के भन्न चाहन्छु भने बोल्न जान्नेले ल्याऊ। अनि छ त काठमाडौँमा छ त पत्रकार छैन, ठुल्ठुलो युट्युबरहरू, पत्रकारहरू। हामी त युट्युबै हामी त युट्युबै हो होइन, हामी युट्युबै हो, पत्रकार हुँदैन हामी युट्युबै। तर पत्रकारहरू छ त काठमाडौँमा, बोलाएर ल्याउनु नि, तपाईँलाई बोलाएर ल्याउनु त। तपाईँको समस्याको समाधान कसरी गर्दैन? तपाईँले फोन नम्बरै पाउनुहुन्न, के को तपाईँले फोन नम्बर पायो भने उठाउँदैन, फोन नम्बरै पाउँदैन त्यो उता महलमा बस्ने कारमा, सरकारको कारमा हिँड्ने होइन, अरबौँको कारमा हिँड्ने त्यस्तो गर्छ। हामी भनेको अर्ग्यानिक मान्छे हो, तपाईँहरूको काम होस् भने हिँड्ने हो। उनीहरू भनेको अब 1 रुपियाँ पैसा पनि हुँदैन हामीलाई, हुँदैन। स्थानीय सरकारले न हेर्छ, न स्थानीय सरकारले हेर्छ, न सरकारले हेर्छ, न राज्यले हेर्छ होइन। आफ्नै ढङ्गले आफ्नै पाराले हेरोस् नहेरोस् होइन। अनि हामी हाम्रो काम छोड्ने होइन, पीडितलाई मध्यनजर राखेर हामी काम गर्छौँ। जे छ त्यही जस्तो सबै एक दिन मरेर जाने जिन्दगी हो, कोही पनि अचम्भरी छैन संसारमा। त्यस कारणले गर्दाखेरि कसैलाई पाप नगरौँ होइन, पाप काम नगरौँ होइन। यो पाप गरेको लेखाजोखा अवश्य जीवनको अन्तिम क्षण, अन्तिम घडीमा पक्कै पनि लेखाजोखा हुन्छ। अब यो हाम्रो भिडियो त्यस कारणले पाप नगरौँ र सत्य काम गरौँ राम्रो भन्न चाहन्छु म। राम्रो गरौँ जस्तो यो हामीले बोलेको त पक्कै पनि हेर्नुहुन्छ। अब यो त म लाउँछु हेर विक्रम होइन। हजुर अब कमेन्ट त आउँछ होला, त्यो कमेन्टमा चाहिँ हाम्रो अध्यक्ष रवि किरण नभन्नु न सरलाई चाहिँ अलिअलि गाली गर्नु होला। अब हामी टिकटक बनाऊ। अब चाहिँ ल अब त्यो भाइ बहिनीको एउटा भिडियो बनाऊ। हजुर त्यो 2टा जम ल्याएको। अनि हाम्रो एउटा के एउटा अहिले भर्खर भाइरल हुने अब एउटा के पत्रकारज्यूको नाम के पो, कुन च्यानल पो थियो? यिनीहरू जहाँ पनि घुस्न सक्छन्, यिनीहरू युट्युबे हो, यिनीहरू स्यालो। अस्ति भर्खर चाहिँ हाम्रो फोटो लगाएर सार्वजनिक गरेको थियो नि, हामी त्यसरी न्यु खोज्न गयो। त्यो त थाहा छैन, तर हामी खोइ के कोसी के भन्ने हो, रत्तमाईको लागि पनि म के जानकारी गराउँछु भने सन्तोष मौसुफ कि के हो, उहाँलाई हाम्रो चिन्दिनँ पनि। त्यो पोस्ट हेऱ्यो होइन, अलिकति पढे जस्तो गरेँ।
तर ऊ कहाँको के हो कसो हो हामी खोजिदिँदा पनि गर्दैनौँ हामी नाम किटान्त गरेन हामी पीडितलाई मात्रै खोज्छौँ पीडितलाई मात्रै रोज्छौँ पीडितको मात्रै साथ दिन्छौँ अरू त्यो चाहिँ पत्रकार हौ भन्ने त्यो रत्वा माईको यस्तोले हामी उयो गर्दैनौँ तर हामीले एक्सन लिन पनि चाह्यौँ एक्सन लिएको भए केही हुन्थ्यो होइन कानुनी अनुसार तर नलिने त्यो जासा जुसा त्यो चाहिँ ताइना तुईको मान्छेहरू छ किन होइन एक्सन लिनु तर हामी के भनेको छ भने यिनीहरू पत्रकारै होइन यिनीहरू युट्युबरहरू हो यिनीहरू चाहिँ सियाल हो यिनीहरू जहीँ पनि घुस्न सक्छ यिनीहरूसँग सावधान हौँ यिनीहरूले पस्न नदिउँ उद्धार कुरा उहाँको थियो होइन उहाँले धेरै दिन चाहिँ तपाईँ आफै भाग्नु न हामीसँग हामी तपाईँले चिन्दैनौँ पनि भन्नुपर्छ अनि यो कुरा चाहिँ के हो भने जुन उहाँको छोरीचेलीको जिन्दगी जीवनमा चाहिँ यो घटना घट्यो भने जुन उहाँले लेखेको कुरा होइन जुन हामी गएको थियौँ त्यो कुन ठाउँ भन्नुभयो सिन्धुलीको घटना थियो त्यहाँनिर सिन्धुली भन्दा पनि सुर्खेत होइन होइन हौ नेपाल टारबाट पर्तिर हो सिन्धुली त्यहाँनिर चाहिँ एउटा चेलीलाई घरेलु हिंसा हुँदो रहेछ श्रीमानले जहिले रक्सी खाएर कुटपिट गरिराख्ने जहिले गरिराख्ने अनि सहन नसक्ने मेरो ज्यानको जोखिमपूर्ण छ मेरो जतिखेर पनि मलाई हत्या हुनसक्छ मलाई चाहिँ यस्तो मातेको अब बेहोसमा चाहिँ नराम्रो ठाउँतिर त्यस्तो घटना घटिरहेको छ त मान्छे काट्यो मातेको जोसमा तपाईँ थाहा हुन्छ मातेको जोसमा जेले पनि हान्नु सक्छ तर यो कुरा चाहिँ त्यो पत्रकार भनाउँदो त्यो रत्वामाईले थाहा हुनुपर्ने हो नि त होइन तर हामी नै खोज्दै गएको जस्तो हामी गएकै हो तर त्यो बहिनीको पीडा सहन नसकेर त्यो बहिनीको चाहिँ कुरा हामीलाई राखिसकेपछि हामी प्रहरीमा नि गएको छौँ यहाँ सुन्नुहोस् अनि त्यो बहिनीले जाउँ भनिसकेपछि म यस्तो पीडामा परेँ यसरी चाहिँ अन्यायमा परेँ घरेलु हिंसामा परेँ भनिसकेपछि हामी नजानु अनि के भन्नु हामीले के भन्नु हामी नजानु त्यस्तो जानु तर अनि त्यो मान्छेले चाहिँ के त्यो मान्छेले चाहिँ हामी चाहिँ त्यो रत्तमाईको कहाँ चाहिँ त्यसरी भर्खर छैन खोज्दै गएको जस्तो लाग्यो उसलाई थाहा भए चाहिँ बुझ पचाएर त्यो भनेको हो क्या उसले तर भोलि उसको छोरीचेलीको जिन्दगीमा त्यस्तो जीवन त्यस्तो परोस् त उसले चाहिँ के भन्छ लु भन त तपाईँले बोलाउँछ कि अनि हामीलाई नै बोलाउनु पर्छ अन्तिममा धेरै मात्रै छैन नि त मान्छेले नि पढ्दैनन् होइन नपढेको बेलामा जे पायो त्यही बोल्नु हुँदैन भोलि जो पनि पढ्न सक्छ त्यस कारणले दिमाग पुऱ्याएर होसले सोचेर सम्झेर बुझेर कुरा गर्नुपर्छ के ल ठिकै छ उहाँको हुनुहुन्छ जोस् उहाँले अब थाहा उसको लेखेर हालेको थियो मलाई यताउता कसैले पठाइदिएको थियो लिङ्क मैले त्यति वास्ता गरिनँ क्या त्यस्तो मान्छेले वास्ता पनि गर्नु छैन क्या त्यस्तो मान्छेले किन गर्नु हामी वास्ता गर्ने भनेको गरिब दुखी पीडित असहाय त्यस्तोलाई वास्ता गर्ने आवाजविहीनहरूको लागि आवाजविहीनको लागि आवाज लिएर आवाज बनेर हिँड्ने मान्छे हामी टिकटक बनाएर एउटा गीत गाउन त हुन्छ अब यो यस्तै हो सम्पुराईको गाइदिनु न यो मन भन्छ कहाँ रे जाउँ स्वर पनि रहेछ कसले नि देला बस्ने ठाउँ मै दुखीको बिरानो भो आहै आफ्नै घर गाउँ कहाँ पोखौँ पीडा व्यर्थ सबै उस्तै देख्छु हाँसी गला रेट्ने पनि बडा बनाउँदा पत्रकार भेटियो ल यति नै ल मेरो अब कलाकार त होइन र पनि यसो तपाईँले गाइदिनु भनेपछि के नगाउनु तर खुसी लाग्यो जोस् हामी टिकटक बनाउनु चाहिँ बस्यो खासै तर यस्तो कुरा आयो दिमागमा त्यस्तो नराम्रो त छैन नि नराम्रो छैन छोटो समयमा विक्रम पनि साह्रै हाइलाइट भएको छ यार अहिले पूर्वाञ्चल खर्लाप्पै खाएको छ भन्छन् सबै चाहिँ अघि नै मैले भनिसकेँ त सबै चाहिँ स्वदेश विदेशबाटै चाहिँ हामीलाई चाहिँ हरेक सपोर्ट गरेर सहयोग गरेर होइन यो ठाउँमा जानुहोस् सहयोग दिनुहोस् त्यो ठाउँमा जानुहोस् सहयोग दिनुहोस् भनेर नै हामी चाहिँ यही कामले गर्दाखेरि नै हामी
धेरै ठाउँमा जान सक्यौँ, धेरै मान्छे पनि बचाउन सक्यौँ, धेरै घर नभएकालाई घर बनाइदिन सक्यौँ होइन। अब शिक्षा तपाईँलाई नपाएकोलाई शिक्षा नपाएकोलाई अब शिक्षासम्म लगिदियो शिक्षासम्म होइन। अहिलेको अवस्थामा चाहिँ बोर्डिङ पढाउनु भनेको यहाँको कुरा होइन नि त, एक दुईजना- बोर्डिङ पढाइराख्नु भएको छ, एक दुईजना किडनी फेल भएकोहरूले किडनी किडनी पनि दिएको छौँ होइन, फेरिदिएको फेरिदिएको छौँ हजुर। ल ठिक छ, त्यसो भए अब जाँदा जाँदै एउटा कुरा चाहिँ भनौँ, हजुर जति पनि हामीले हेर्दै हुनुहुन्छ सम्पूर्णलाई उहाँहरूले नराम्रो कमेन्ट गर्नेले पनि धन्यवाद दिउँ, किनभने हाम्रो भिडियो त हेर्नु हुँदो रहेछ नि त, ओहो। हाम्रो भन्दा तपाईँको चाहिँ भिडियो हेर्दो रहेछ नि त। अनि राम्रो कमेन्ट दिनेलाई अलिक धेरै धन्यवाद दिउँ होइन। सबैलाई एक पुष्टमा एकै समान गर्छु, सबैलाई चाहिँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु हाम्रो भिडियो हेर्नुभएकोमा। कमेन्ट गाली गर्ने, राम्रो गर्ने, नराम्रो गर्ने सबैलाई चाहिँ म एक मुष्टमा नमस्कार धन्यवाद दिन चाहन्छु। र मैले केही बोल्नुमा मेरो केही कतै टुटफुट होइन बोल्दै जाँदाखेरि अब भयो भने हामी अब लिम्बूको बच्चा हो चाहिँ बोल्दाखेरि घरि तन्किन्छ, घरि चाहिँ उछिटिन्छ, घरि चाहिँ पछारिन्छ कि कसो घरि हुन्छ। निहुरिन्छ पनि होला। यो जिब्रो पनि अलिक बाकुलो हुन्छ होइन। अब त्यस कारणले अलिकति उछिटिन्छ कि अलिकति अब अशुद्ध शब्दहरू हुन्छ होइन, अपुरो शब्दहरू हुन्छ, त्यसमा चाहिँ सम्पूर्णले मलाई माफ गरिदिनु होला भन्न चाहन्छु। ए ल हामी बिदा हुन्छौँ। हस्।